हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म बिर्तामोड हस्पिटल जाँदैछु। हतार खाना बनाएर बहिनीसँग हस्पिटल जाँदैछु। अनि हस्पिटल पनि ठिक्क आइपुग्यो। अनि हस्पिटलबाट चाहिँ भित्र नयाँ बिल्डिङबाट 4 तला माथि हिँडेर जाँदा माथि 1 तला धेर गइछौँ। अनि हिँड्दा स्यास्यारा फ्याभ्या भएर यता बहिनी चाहिँ लुक्दै आउँदैछ भिडियो गर्छ भन्दै। अनि हस्पिटल पुगेर खाना दिएर एउटाले खाँदै गर, हामी भित्र साथी बस्छौँ भनेर बसेर आएर भाइहरूले पनि खाना खायो। अनि हामी पनि खाना खाइसकेर सुत्न रेडी हुँदैछौँ। बढी यता सुतिरहनु भएको छ। अनि उता महारानी चाहिँ गेम खेल्दै हुनुहुन्छ। अनि हामी चाहिँ दुईजनै भुइँमा सुतेको थियौँ बढीलाई हेर्दै। अब बिरामी हेर्न गएको, मस्त सुतेर पनि त भएन नि त। यसो बिरामीलाई यसो टोइलेट लग्नु पर्यो, हेर्दै गर्नु पर्यो। अनि हामी पालैपिलो सुतेको थियौँ। अनि बिहान चाहिँ भोक लागेर खाजा खान गएको थियौँ। अनि यता चाहिँ भिडियो बनाउँछ भने अनुहार छोपिरहनु भएको थियो। अनि हामीले चाहिँ चिया रोटी सब्जी खायौँ। अनि घर आयौँ।